गाइजहरुलाई नमस्कार हैन। आज चाहिँ कति माना बराबर एक पाथी हुन्छ भनेर हामी चेक गर्न गइरहेछौ। अनि भिडियो इन्ट्रेस्टिङ वाला छ हैन। एक पाथी बराबर कति किलो हुन्छ भन्ने कुरो पनि हामी यही भिडियो मार्फत देखाउने छौं। यति हाल्ने हैन। 2 3 4 5 6 7 8 माना बराबर एक पाथी। ल 8 माना बराबर एक पाथी हुने रहेछ। हजुरहरुलाई पनि एउटा जानकारीमूलक भिडियो। अब हामीले प्लास्टिक एउटा लिनु पर्यो। अर्सेसमा अलि ठुलो जाने। अब एक माना बराबर चाहिँ ल अब एक पाथी बराबर कति किलो हुन्छ हेरौँ है त। काँटामा देखाउँ त। 3 किलो 800 ग्राम हुँदैछ। 48। ल सम्पूर्णलाई जानकारी दिएको छु। हेर्नु होला अवश्य मेरो युट्युब च्यानलमा गएर उमेश भ्लगमा छ, हेर्नु होला। हस्, धन्यवाद।